प्रमाण पत्र भाइ प्रमाण पत्र पनि अरूले सहयोग गरिदिनु होला। सबै टीका प्रमाण पत्र र मेडल टोली हो तर पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै यो प्रतियोगितामा आफ्नो तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ। हाम्रो यस प्रतियोगितामा तृतीय प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरूलाई प्रमाणपत्र मेडल सिल र नगद पुरस्कार पनि हेलो अगाडि टिका नलाउने मन्त्री जिल्ला पनि निकै पछि मात्रै कबड्डीको सुरुवात गरेको छ र महफुज नौतरीका खिलाडी निकै ग्रामीण क्षेत्रमा पनि अब ग्रामीण द्वितीय स्थान प्राप्त गर्ने सबैलाई जिल्ला पुरस्कार प्रमाणपत्र र मेडल मनोज भाइ प्रमाणपत्र हाम्रो उमेश भाइको हातमा हालिदिएको थियो। पछि 60 मिनट नाम परिवर्तन भयो भने प्रमाणपत्र उमेश भाइको खिलाडीहरू पनि उत्साहित प्रथम स्थान प्राप्त गर्ने प्रमाणपत्र थपरी त बजान रे मनोज यादव भुवन धीरेन्द्र यादव बॉस पण धीरे गाना है भाई कृष्ण राउत स्माइल कर दिया
स्माइल स्माइल धन्यवाद हाम्रा गुरु विजय भाइले उत्कृष्ट डिफेन्ड गर्दै आफ्नो टिमलाई विजय बनाउन महत्त्वपूर्ण भूमिका निर्णायकको तर्फबाट त्यसै गरी दिनुहुन म अनुरोध गर्दछु स्मरण रहोस् वरिष्ठ हाम्रा उपाध्यक्ष ज्यू वीरेन्द्र कुमार यादवबाट पनि सिल प्रदान भइसकेको छ स्वस्थानी युवा क्लब धनुषाका टिमहरू नगद 30,000 र सिल अब यसै गरी हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब हाम्रो पुरस्कार वितरण पनि सकिएको छ, कार्यक्रम अन्त्यतिर आइसकेका छौँ। कृष्ण यादव हुनुहुन्छ मधेस 24 का कृष्ण यादव। त्यसै गरी आरके मिडियाका प्रतिनिधि रहली वानी हम कली आइले बरो अमोनी त गयो आगे देखिए उच्च करली बोगले हम पहले हमरा बड़ाई देते बुडिंग आगे के मान्छे बस